यो चाहिँ करी पत्ता भन्छन् है गाइज इन्डियातिर चाहिँ। यहाँतिर चाहिँ हाम्रोतिर चाहिँ गनाइलो झाड भन्छन्। यसलाई चाहिँ हामी कुच्चो बनाउँछौँ, आँगन झाड्ने काम गर्छौँ। तर इन्डियातिर चाहिँ एकदमै धेरै फेभरेट मान्छन्। सागमा के भन्छ भुटाइ नै हाल्छन्। त्यसपछि कपाल झरेको छ भने यसलाई कुटेर यसको रस निकालेर कपालको जरामा लाउँछन् है। तर एकदमै जान्यो भने चाहिँ धेरै ओखती छ, नजान्यो भने चाहिँ हाम्रो जस्तै यो गनाइलो झाड भन्छन्, त्यही के भन्छ आँगनहरू बढार्ने त्यही हो। त्यस्तो छ। यो हेर्नु न गाइज, यहाँ तमाम छ, यति धेरै छ यहाँ। छोडिदिनु, यहाँ हेर्नु न। अब उतातिर भएको भए कति धेरै हुन्थ्यो। अब यति छ भने चाहिँ यसको 100 रुपियाँ यताउति लिन्छन् के। अब यहाँ चाहिँ यति तमाम छ, पुरै जङ्गलै जङ्गल छ गाइज, हेर्न सक्नुहुन्छ। त्यही सबै हो गनाइलोको झाड, पुरै जङ्गल छ, हेर्न सक्नुहुन्छ। हजुरलाई पनि चाहिएको छ भने लिन सक्नुहुन्छ। यो अतरियाको ठ्याक्कै यो पछाडितिर छ है त।